आमाले पालेको कुखुरा कति धेरै छन् शिवांश? कतिवटा छ? 4वटा? यहाँ कुखुरा फेरि भन त कुखुरा कुखुरा खै कुखुरा त्यहाँ त छैन। यहाँ हाँस हाँस भन हाँस भन। को पनि पार्छ कुखुराले। चल्ला मम्मीले लगाएको काउली कति धेरै काउली रहेछ यहाँ। छोरीलाई बनाउँदै पठाउँदै यत्रो काउली रहेछ। अनि त्यही भएर पो मम्मीले काट्दै पठाउँदै गर्नु रहेछ। बन्दा तोरी परसम्म छ तोरीबारी। प्यालै फुलेको तोरीबारी। घाँस बर्सिन घाँस पाठालाई अनि त्यसपछि उसलाई के भन्छ अब लास्ट खन्नेवाला आलुबारी पछि लगाउनु भएको आलु बारी। तिमी कहाँको बेबी तिमी? मम्मीले लगाएको काउली ल हेर्नुहोस् त गाइस कति धेरै छ काउली। पुरै तरकारी काट्दै पठाउँदै काउली काट्दै पठाउँदै अन्त यत्रो फुल रहेछ यो पुरै मम्मीले लगाएको। यस्तो राम्रो भएछ त मलाई काट्दै पठाउँदै गर्नु रहेछ मम्मीले। कति धेरै छ काउली खाने। यता बन्दा हुँदै रहेछ यता अब यो बन्दा पनि यसको लास्टमा हुन्छ। काउली कति खान्छ काउली। यता पनि काउली उता पनि काउली कति खाउली। अनि देख्न सक्नुहुन्छ यता तोरीबारी। यो सबै तोरीबारी केराउबारी मम्मीले लगाएको तोरी परसम्म छ। तोरीबारीमा टिकटक बनाउने परैसम्म गाइस हेर्नुहोस्। अनि यो के भन्छ यसलाई के घाँस भन्छ? के घाँस अरे मम्मी यो? बर्सिन घाँस पाठालाई बाख्रालाई कुखुरालाई। चल्ला पनि छन् कुखुरीको चल्ला। हाँस के गरेको शिवांश? आलु खानेको? आलु खन्न आएको तिमी? ल आलु खानौँ त। ल आलु भन त। खै आलु ल आलु खानौँ त। आमातिर मम्मीतिर ल खन नि त। ल आलु खै। आलु भन त। ल आलु खान खै। आलु भन न। मङ्की सब बोल्दो रहेछ के त आलु भन्नु सब। खै मङ्की यहाँ आलु खाने आलु आलु खाना ल आलु खाना। आलु छ त्यहाँ भित्र गेडी छ आलु। कस्तो भरे नि भाँच्ने होइन क्या तल खन्ने भनेको। यहाँ हेर है आलु हेर है। उता निस्किन्छ नि कि बन्द गर्नु?